Good morning everyone, this is your boy Prashant. Today is the day very special day भन्दा पनि अति धेरै लामो समय भयो ब्लग नबनाएको ब्लगलाई कन्टिन्यू दिन्छु भनेको टाइमले पनि साथ दिएको थिएन because I had like so much busy today. Early in the morning I just woke up. 2-4 दिन एकदमै तुफान आँधी है मालटाको कन्डिसन एकदमै नराम्रो थियो जताततै फ्लोड आएर फेरि कस्तो लुकाइदिएछ आज अलिक राम्रो छ हिजो अस्तिको भन्दा आज अलिक राम्रो हुँदैछ सो म चाहिँ भर्खरै उठेर अनि फ्रेस भएर यसै मर्निङ वकमा जान्छु देन आज चाहिँ अलिक लेट ड्युटी छ सो मर्निङ वक आज चाहिँ एकदम फ्रेसनेस फिल भइरहेछ है वेदर पनि राम्रो छ घाम पनि त्यति लागेको छैन हावा चाहिँ मस्त चलेको छ है भन्दा पनि 8 बजिसक्यो हिजो एकदमै लाइक 13-14 आवर्सको ड्युटी थियो एकदमै धेरै आई फेल लाइक टायर्डनेस इट्स बिन लाइक 1 इयर चाहिँ मोर देन 1 इयर चाहिँ यही ठाउँमा म प्रायः जस्तो एक्सर्साइजहरू मर्निङ वक गर्न चाहिँ यतै आउँछु युजली अनि मलाई चाहिँ आफ्नै गाउँ जस्तो लाग्छ क्या किन कहिलेकाहीँ स्ट्रेस फिल भयो भने अलिकति एक्लो फिल भयो भने चाहिँ म यतैतिर आउने गर्छु भ्लग बनाउन पनि मान्छेहरूले कसरी डेली भ्लगहरू बनाउँछ कि लास्ट चाहिँ मेन्टली फिजिकली एनर्जी चाहिने क्या लुक एट दिस जङ्गलभित्रै छ फेरि पनि वाउ लुक एट दिस गाइस क्यान यु बिलिभ इट यो माल्टा हो यार दिस इज माल्टा गाइस लङ ब्रेथ गर्नु पब्लिक यो पार्कमा हेर्नु न सलिमा पार्कमा के दामी यो उडको हो कि के हो उडन बोर्ड लगाएको हो कि पानीले पनि केही गर्न नसक्ने फ्री टाइममा निस्केकै देख्दिनँ क्या म लाइक सबैजना बिजी हुन्छ क्या न केटाकेटी खेलेको देख्छु म यहाँ है सबै यसको मान्छेहरू बिजी हुन्छ क्या अब लाइक हुन्छ नि बिहानैदेखि बेलुकीसम्म फुल टाइम पनि गरिरहेको हुन्छ काम पार्ट टाइम पनि गरिरहेको हुन्छ पैसा कति कमाउन सकेको के बाध्यता होला है मान्छेले रेस्ट पनि चाहिन्छ यार कति काम गर्न सकेको ठ्याक्कै म सलिना पार्कमा आइपुगेँ के हो यस्तो आमा धेरै हरियाली भइसकेछ लोकेर मलाई हरियाली भनेपछि फेरि हरियाली भनेपछि त नि ओ माय गॉड त मलाई यो हरियाली म किन भनिरहेको छु भने नि गाइस आई डोन्ट लाइक ह्युज सिटीहरू हुन्छ नि क्राउड एरिया ह्युज सिटी अनि त्यो मान्छेको गोराङ गुरुङ गाडी उहीँ है त्यस्तो नोइजी ठाउँमा चाहिँ म सक्दिनँ कि आई मिन के भन्नु यार आई डोन्ट नो मलाई एक्लो ठाउँहरूमा पिस लाइक एक्लोपन मनपर्छ क्या खास गरी पिस मनपर्छ सुनसान चाहिन्छ क्या मलाई शान्ति चाहियो शान्ति फेरि दिस गाइस जङ्गलमा यार के हो यस्तो तल त्यो बच्चाहरू खेल्ने ठाउँ रहेछ गार्डन पार्क गरेर रहेछ 2 दिन अगाडि आएको फ्लोडले नि एकदमै धेरै माल्टामा क्षति गरेको छ अरे तर बुजिबातिर चाहिँ म बस्ने चाहिँ यता बुजिबा हो नि त बुजिबा चाहिँ खासै देखिएन तर पनि केही इफेक्ट चाहिँ गर्यो त्यत्रो ठुलो क्षति नभए पनि हल्का इफेक्ट चाहिँ पर्यो पर्न चाहिँ हो माय गॉड कति दिन पछाडि घाम देख्न पाइयो Look at this guys. Oh my gosh. It's the peaceful nature ke. Oh my gosh.
क्यु यार, कस्तो आनन्द लाग्छ कि यहाँ आएपछि मलाई सबैभन्दा के मेरो रुम नजिकै म जब स्ट्रेसफुल हुन्छु, जब मलाई कस्तो अशान्ति जस्तो महसुस हुन्छ, म सधैँ आएर बस्ने ठाउँ यहीँ हो कि। लाइक यहाँ सबै थोक छ क्या, जङ्गल छ, बस्ने ठाउँ छ, वरिपरि जङ्गल, सुनसान के, पारिपट्टि गाडी गुडिरहेको हुन्छ। अनि खेतीहरू पनि देख्छु कता उता पारिपट्टि। एक दिन अवश्य त्यो पारिपट्टिको त्यो गाउँ चाहिँ जसरी पनि नेक्स्ट ब्लग गाइस, नेक्स्ट ब्लगमा चाहिँ म डेफिनेटली म त्यो ठाउँमा जान्छु। हावा पनि कस्तो दामी चलेको कि, यस्तो बेला हावा चलेको। पानी अलिअलि पर्न खोजिरहेको थियो, तर पानी रोक्यो। अब के गर्नु, अब म रोक्न मिल्दैन। अझ धेरै खिच्न मन लाग्छ यार, खिच्न भन्दा पनि मलाई यहीँ बस्नु मन लाग्छ क्या। ओभरअल एकदमै रमाइलो भयो यार। ला अलिकति ग्याप भएको थियो, अस्ति यस्तो हरियाली भइसकेको थिएन, अहिले चाहिँ टोटली नै अब भनौँ न टोटली नै हरियाली भइसकेको छ क्या। ठ्याक्कै अपोजिट छ कि अब ठ्याक्कै। अब नेपालमा चाहिँ अहिले पुरै डेजर्ट्स भइसक्यो नि त, पुरै मरुभूमि जस्तै। अब हरियाली छैन, अब भएको पनि सुकिसक्यो होइन। यहाँ चाहिँ ठ्याक्कै अब वहाँ सुक्दाखेरि यता चाहिँ हरियाली हुन्छ क्या। ठ्याक्कै मनसुन ठ्याक्कै चेन्ज हुन्छ क्या अरे होइन। त्यस्तै फलको लागि चाहिँ होइन जस्तो लाग्छ मलाई चाहिँ। यहाँको सबैभन्दा बेस्ट मनपर्ने रुख चाहिँ होइन, मलाई मनपर्ने रुख चाहिँ यो सल्लाह, यो चाहिँ धुपी हो। माथि हाम्रो नेपालको त्यो हिमाली भेगमुदी पाउँछ कि यो धुपी, मलाई ठ्याक्कै नाम चाहिँ आएन है। अनि यो हाम्रो घरको अगाडि प्लान्ट गर्दा पनि एकदमै धेरै सुन्दरता देख्छ क्या। अघि म यहाँबाट पारिपट्टिको जङ्गलबाट गएको थिएँ, ठ्याक्कै एक फनको रोटी भयो। थ्याङ्क्स फर वाचिङ, आम रियली एप्रिसिएट गाइस होइन। थोरै मेहनत पनि लाग्छ भिडियो बनाउनलाई, मेहनत गरिरहेको छु। सब्सक्राइब बढेको छैन, तर मेरो भिडियो त छैन, कहाँ सब्सक्राइब बढ्नु होइन। अब भिडियो अब चाहिँ अलिकति कन्टिन्यू दिनु पऱ्यो, टाइमले भएसम्म कन्टिन्यू दिन्छु। आम रियली एप्रिसिएट, थ्याङ्क्स फर वाचिङ गाइस अगेन। अर्को भिडियो पनि यस्तै मर्निङ वक, अलिकति अर्कै ठाउँ जाने मन लागिरहेको छ। अब चाहिँ अलिक कन्टिन्यू गर्छु। एन्ड रुममा पनि आइपुग्नु लाग्यो, अब फटाफट खाना बनाउँछु। अनि खाना खाएर एकछिन पावर न्याप हान्छु। पावर न्याप कलेक्ट भइसकेपछि स्विङ ड्युटी जान्छु। त्यही हो यहाँ भनेको डेली रुटिन हो, ड्युटी जाने आउने फेरि पकाएर खाने, त्यही हो गाइस यार। यहाँको दिनचर्या भनेको त्यस्तै छ, दुःख सुख हेर। थ्याङ्क्स फर वाचिङ एन्ड सी